सिंह राशिफल 2026 र विक्रम सम्वत 2083 सालको ग्रह गोचर अनुसार तपाईँ सिंह राशि हुने जनहरूको लागि यो 2026 साल चुनौतीपूर्ण तर नयाँ अवसरहरूले भरिपूर्ण रहनेछ। यो वर्ष पनि तपाईँमाथि शनिको अढैयाको दशा जारी नै रहनेछ। शनिको कारण मानसिक तनाव बढ्ने, स्वास्थ्यमा चुनौतीहरू आइपर्ने र अचानक परिवर्तनहरूको सामना गर्नु परे पनि आर्थिक आम्दानीमा भने वृद्धि हुनेछ। उच्च शिक्षा वा नयाँ ज्ञान प्राप्तिको अवसर मिल्नेछ। करियरमा नयाँ सम्भावनाहरू रहेका छन्। अनावश्यक खर्चलाई नियन्त्रण गर्नुहोला। परिवारलाई पनि समय दिनुहोस्। रिस र अहङ्कार नियन्त्रण गर्नुहोस्। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक यात्राको सम्भावना रहेको छ। तपाईँको आर्थिक अवस्था भने बलियो नै रहनेछ, तर तपाईँले केही क्षेत्रमा सावधानी अपनाउनुहोला। तपाईँकै राशिमा केतु ग्रहको उपस्थिति रहेको छ र विवाहको स्थानमा राहुको उपस्थिति रहेकाले तपाईँको आत्मविश्वासमा कमी हुन सक्छ। वैवाहिक सम्बन्ध र साझेदारीमा असमझदारी आउन सक्छ। तपाईँमा कर्मभन्दा पनि बढी फलको आश जाग्नाले नीति नियमभन्दा बाहिर गएर कर्म गर्न मन जान सक्छ। सामाजिक मान मर्यादालाई ख्याल गरेर अघि बढ्नुहोला। पारदर्शी भएर सञ्चार गर्नुहोस्। सानो कुरामा रिसाइहाल्ने बानीलाई हटाउनुहोस्। यो वर्ष तपाईँलाई धैर्य, अनुशासन र आत्मसंयम आवश्यक रहेको छ। स्वास्थ्यको ख्याल राख्नुहोस्। जीवनका अन्य क्षेत्रहरूमा भने तपाईँलाई यो वर्ष सकारात्मक रहने देखिन्छ।